दुख मेरो त एकदम बस्न नि हुँदैन उठ्न नि हुँदैन थिच्नु त दुखे त्यति गर्दा अहिले आज औषधि खान छोडेर आउनु भएको छ होइन कता भित्र दुखिरहेछ भित्र दुखिरहेछ है यसको पनि यसो छुँदाखेरि दुखे थाहा छैन यहाँलाई बाहिर त यो छुँदाखेरि त दुखे थाहा छैन भित्र चाहिँ दुखाइ छ भन्ने थाहा छ ल एकचोटि यसो बस्नुहोस् त ल कसरी उठ्नुहुन्छ हेरौँ बस्नुहोस् ल उठ्नुहोस् दुख्यो यस्तो गर्दा भित्र दुखिरहेछ दुखि नै रहेछ है कति भयो अरे यो दुखाइ यो त भयो 6-7-8-9 वर्ष भयो 8-9 वर्ष र यसको लागि त्यही इन्डियाको बोर्डर पारीको औषधि खाइरहनु भएको थियो पेन किलर हस्पिटल पनि धेरै हस्पिटल कति समय थाउनु भयो धेरै भयो जति सबै आइसक्यो यो घोडाको लागि यहाँ चाहिँ अहिले पछिल्लो चोटि चाहिँ यहाँ माया मारेर बसेको यता पनि तपाईँको टिकटक देखेर हेर्न त पहिले हेरिरहनु भएको थियो तै पनि हुन्छ कि भन्ने आशले आएको हो कति समय अगाडिदेखि हेरिरहनु भएको थियो हेरेछु धेरै अगाडि म 1 वर्ष भयो हेरेको अनि अहिले चाहिँ अब भएन एकचोटि जान्छु धेरैको विषय भएदेखि अनि ल ठिकै छ भनेपछि तल बसेर उड्दा दुखाइ थाहा छ यहाँलाई यसरी बल्ल बल्ल बस्छु होइन अब उड्दा फेरि यति गाह्रो गरेर उठिरहनु भएको छ हो अनि यस्तो यो यसरी बस्दाखेरि चाहिँ यो घुँडो एउटा मारेरै बस्दाखेरि बल्ल बल्ल पसार्नुपर्छ अनि यसो दोब्र्याउन नि गाह्रो छ हो